छुट्टै पाउँछ के छैन बाबु यसरी टक लगाएर झोला बोक्नु पर्ने हुन्छ के गर्नु गाई जस्तै छ मेरो पन्डाङ भन्डुङ अगाडि हिँडिरहेको छ म चाहिँ यसरी बारीको बारी झोला बोकेर बसी हिँडिरहेको छु ल गाइस बन्द गर्छु ल हिँड्नु गाह्रो भयो गाइस डल्ले खुर्सानी हेर्नु त राता राता छु मामाको घर दानपडा जस्तो छ है त भातसँग खानु आमा So guys, म चाहिँ तपाईहरुलाई म ज्यामी टिपेर देखाउँछु ल यो हाम्रो मतलब अर्गानिक ज्यामीको गाइस मैले चाहिँ आज अम्बा पाएँ गाउँ आएर यस्तो बबाल्छ खानु पर्छ नि साँधेर भाइ मलाई पनि एउटा प्लिज मलाई झार्दिउ न ऊ त्यो 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 ठुलो चाहिँ ल फाल्दिउ त सो हाम्रो चतुर भाइहरु चाहिँ चढेर ऊ त्यो माथिको के माथिको टिप्ने हो ऊ त्यो हेर त ऊ त्यहाँ क्या ठुलो ह त्यहाँ लडलाई बिस्तारै सो हाम्रो गाउँको चतुर भाइहरुले चाहिँ हामीलाई अम्बा टिपिदिँदैछ हो यस हो ती हो बडावाला यस देऊ त फालो त ल गाइस क्याच गर्नु सक्यो ला झर्यो यार त्यहाँ झर्यो अम्बा मिठो छ बताइन त कहाँबाट घर छोडेर जानु बोले त पल्ले छ नि अब छोराले भने पुरा चौ यत्रो खानामा त नध्यान जान्छु भन्ने चाहिँ हैन जन्ने पाइले त है पुरा भनेको लिएन यो पछि राछ जाऊ ओ बाबु बाबा त वहाँ जा नि टोटी भने बुढा आउँछ नि गोरु आउँछ आउ क्रिस्पी कसरी यस्तो भएको कहाँ गएर थियो त्यस्तो चाहिँ गर्नु पर्दैन है त्यो सबै चेन्ज त काट्ने सुटिङ गर्न
कमरेमा पटुकेका सेरामा नाचिरहेको सानो नानी त्यो नानी छैन लौ न यो दुइटालाई के भयो अशोक दाइको सर मेरो भाइ नाचेको लौ न लडलाई वाह अझै चाहिन्छ भन पछि लड दिएर हालेको नि त घाइते दसैँ सिधै हस्पिटल ल ओहो डर काम पाइन्छ नम्बर ताले नि केबाट हेरेको छु बबल काम म भ्यू मेरो बाबुले के खाएको हो माम खाएको हो अँ भन न कति मिठो मानेर खान्छ हौ मिठो छ कसले बनाएको भन त बाबु मैले हो के को दुईजना देखेर मैले हो तँलाई यसरी दुईजना अरे मैले बनाएको मिठो छ खाऊ कति मजाले खान्छ ढिलो देखेछ दाल भात अनि तरकारी सरकारी तिगो मेरो तिगो खै मेरो तिगो यता बिरामी भएर बसिरहेको सो हामी चाहिँ अहिले नगन जान गएको हाम्रो यो पुरानो गाउँको लाखुर लाउँदाएर के धारा भन्नुमा माइली आम्मी यसरी लुगा टक्कलाई पोखेर त्यहाँ मान्छे रहेछ यसरी धानको बारीबाट यसरी हामी चाहिँ जहिले सानैदेखिबाट यहाँ आउँथेनौँ एकदम पुरानो धारा हो कि यो ल त है त गाइस अब यो जान्छ भ्लगमा पकाउने भाँडामा यहाँ कसरी लुगा धुन्छ आजै गाउँमा आएर फर्स्ट टाइम सिकेँ है गाइजहरू नम्बर त हेर नि त्यो ल केको केसर हेलो गाइस आज चाहिँ फुलपाती हो त्यसैले हामी चाहिँ अहिले घर सफाइ गर्न लागेको अब पर्सि चाहिँ हाम्रो टिका हो दसैँ हो त्यही भएर अहिले चाहिँ घर सफाइ गरेर होइन चट्टु लाएर ब्लगमा त्यस्तो खासै बोल्न आउँदैन किनकि भिडियोहरू बनाएको खासमा चाहिँ अनि त्यही भएर
बढालेर पासपुस गरेर पनि सक्यो काम होइन अब चाहिँ रङ लगाउनु बाँकी छ रङ चाहिँ तोक्सी लगाइरहेछ भित्र म देखाउँछु यसको चाहिँ दरो काम चलिरहेछ अहिले होइन रङ लाउने दसैँमा घर त सिकाउनु पर्यो यो चाहिँ लुगा अहिले यत्तिकै त्यो रङ लाउने भएर त्यहाँ झुन्डाइदिएको है फेरि के गरेँ त्यो घर मैले चाहिँ दामीसँग गर्छ यो चाहिँ हाम्रो हजुरआमा हुनुहुन्छ भर्खर अब पुसेर सक्यो अब तरकारी खानासाना बनाउनु पर्छ गाइज के गर्नु दसैँमा ल है ल गाइज यत्तिको चाहिँ हुनु पर्यो है गाइस यत्तिको काम चाहिँ गर्नु पर्छ जिन्दगीमा ल है त यसरी अहिले लास्टमा फाइनल लुक देखाउँछु हाम्रो सबै रेडी भएपछि भने सबै रेडी भएपछि हाम्रो बाहिरको भ्यू यो चाहिँ मेरो भाइ भर्खर गाउँ डुलेर आएर होइन ऊ उसको खाजा खाँदैछ बाबु त्यो के हो यो धनुष त आम्मामा गाउँ आएदेखिबाट यति डुलेछ नि यो यति डुलेछ यो घरि यो जङ्गलमा पनि पुगेर आएको यसलाई जङ्गलबाट पनि लिएर आएको हो यो बच्चालाई के गर्ने होला यसलाई कहाँ लाने होला खाइरहेछ हाम्रो आधी जति कम्प्लिट भएछ होइन तुक्सीमा अहिले आधी जति कम्प्लिट गरेछ यति जति अलिकति पातल भए पनि ठिक छ नि त अहिलेलाई होइन पछि बिस्तारै बिस्तारै त भइ नै हाल्छ मजाले यता चाहिँ गर्नु है पेन्टर हो आज घरको खै तल घरको खै कसको काटे खसी थाहा छैन के घुमिरह हो यो पुसाइको स्वर यस्तो भएर पनि बेडी खाँदा फेरि ल ल फो बच्चा ग्याङको गीत रे फो ग्याङ होइन फेरि मेरो भाइको ग्याङ हामी सानो यसरी हिँड्थ्यो अहिले यिनीहरूको ग्याङ हेर्नु आम्मा मेरो आमा के गफ गर्दैछिन् कस्तो म त झन् दिँदैन मलाई यार कस्तो त्यो त छिटो के भयो त्यसलाई बादल चढेको अहिले रुखमा ओ फाल त ओए विवेक कस्तो कस्तो टमुटो राखेको यार पाकेको ल क्याच है त फाल ओ माय गॉड आज चाहिँ अष्टमीको दिन हाम्रोमा चाहिँ यसरी पूजा गर्छ के हो बाबु भीमसिन पूजा भने होइन भीमसिन किताबमा पढाएको छैन भीमसिन पूजा हजुर मतलब पितृहरूलाई पूजा गर्ने होइन माथि आउन यो पानी हाल्नुपर्छ मलाई कुखुरा काटेर यसरी पूजा गर्छ मलाई पानी हाल अलिकति लगाएर पूजा गर्छ हाम्रोमा चाहिँ सबैकोमा त्यस्तै होला पानी हाल हाल यहाँ बाबुले चाहिँ घोप्या न यस्तो हेल्प गर्दैछ आज घोप्या हो गुड घोप्या हैन घोप्या ल ल लाइट चाहिँ बोलिरहेको छैन हौ
काट्यो भर्खर कुखुरालाई अहिले चढाउँदैछ पितृहरूले बाबु के गरेको यो कुक्का भगवानजीलाई भयो सक्यो कसले बनाएको बाबु बाबाले मजा आएको मलाई उयो त के डेन्जर छ कि आया के स्लो मनी भिडियो नि अब कस्तो नराम्रो रहेछ अहिले गाउँको अर्ग्यानिक केरा हेर्नुहोस् यो चाहिँ मेरो बहिनी सुप्रिया मेरो भाइ बाबा मम्मी यसलाई हामी खान्छ है त गुड मर्निङ साथीहरू सबैजनालाई मेरो तर्फबाट दसैँको धेरै धेरै लाखौँ शुभकामना मतलब अरू त के भन्न आउँदैन होइन फुल होस् फल होस् के भन्छ सो गाइज म चाहिँ रेडी भइसकेँ टिका लगाउनलाई सो लुक टुडे अनि मेरो आउटफिट फोटो खिचेर होइन अब भिडियो बनाउनु के गर्नु अहिले मम्मी एकवटा बार्दो रहेछ हजुर आउने भर्खर 200 दिएको एकवटा एउटा मम्मीलाई एउटा बाबालाई ए उसले त कसलाई पनि छुटाउँदैन जहिले पनि 2 जना भन्छ नि त हेर न उसले अझ अरूलाई गदा वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार